ल आज चाहिँ हामीसँग आइसकेको छ S26 चाहिँ अब यसको चाहिँ अनबक्सिङ गर्न जाँदैछु म है। बक्स पनि छटक्क परेको रहेछ है। यताउति साइजमा पहिलेको रेगुलर साइज जस्तै छ S25 कै साइजमा जस्तो छ। अब यसको साइज भन्नु पर्दाखेरि 6.3 इन्च रहेको छ है। यसको मेन फिचर भन्दाखेरि अहिले यो 5G ब्यान्ड दिएको छ यसमा र एक्स्ट्रा भनेको यसको डाइमेन्सन ग्राम भन्दा वेट यसको 167 ग्राम हो। ओभरअल यस्तो राम्रो छ र यो कलर देख्नुभयो नि यो कलर चाहिँ एकदम यो भाइरल भएको छ। यसलाई कोबाल्ट भोइलेन्ट भन्छ है। यो चाहिँ कलर एकदम चलेको छ। यो चाहिँ अहिलेसम्मको यो फ्ल्यागसिप सिरिजमा यो कलर फर्स्ट टाइम होला है। त्यही भएर एकदम भाइरल भएको छ है। चटक्क परेको छ कलर पनि है। अन गरिहेरौँ नि त एकचोटि है। अनि अब अरू कुरा भन्दा खोज्दाखेरि अब यसको प्रोसेसर रहेको छ क्वालकम SM8850AC स्न्यापड्र्यागन 8 लाइट जेनेरेसन 5 एक्जनस 26 है। एकदम बवाल छ है। गेमिङको लागि पनि एकदम बवाल छ यो। क्यामेरा भन्नु पर्दाखेरि यसको ट्रिपल क्यामेरा छ ब्याकमा। मेन क्यामेरा 50 मेगापिक्सल 10 मेगापिक्सल र 12 मेगापिक्सल अल्ट्रा वाइड 10 मेगापिक्सल टेलिफोटो अनि वाइड। अब यसमा बक्सभित्र के आउँछ भन्दाखेरि यसो हेर्दाखेरि अब यो केबल टाइप सी केबल, त्यसपछि म्यानुअल र सिम पिन। धेरै जसो अब नयाँ मोडलमा यही मात्रै आएको छ। अहिले सानो बक्समा यही मात्रै हुन्छ। त्यो त नयाँ कुरा केही छैन। र यसको सेल्फी क्यामेरा भन्नु पर्दाखेरि सेल्फी क्यामेरा सिङ्गल 12 मेगापिक्सलको रहेछ र यसको ब्याट्री एमएच रहेको छ 4300 mAh। यो सिरिजमा तपाईँको 6वटा कलरमा रहेको छ। कोबाल्ट भोइलेन्ट यही कलर हो। अर्को भनेको स्काई ब्लू, ब्ल्याक, व्हाइट, सिल्भर, स्याडो, पिङ्क, गोल्ड है। यति कलरमा रहेको छ। र अब यो S26 को दाइ S26 अल्ट्रामा चाहिँ होइन प्राइभेसी फिचर पनि दिएको छ। स्क्रिनमा प्राइभेसी फिचर। कसैले अब गर्लफ्रेन्डसँग च्याट गरिरहेको छ, भिडियो कल गरिरहेको छ भने साइडमा कोही आएर हेर्न मिलेन है। त्यस्तै भएपछि ढुक्क बन्द होइन त।